वाओ क्या दामी देखिरह है। यस गाइज म चाहिँ कामबाट फर्केको। म चाहिँ कामबाट फर्किँदै गर्दाको दृश्य तपाईँ हेर्न सक्नुहुनेछ। म चाहिँ टक्क पारेर हातमा छाता समाएर हिँडिरहेको छु। अब चाहिँ मैले साइकलमा चाहिँ कसरी जाने साइकल चाहिँ हातमा डोरेर जाने गाइस। म साइकल पार्किङमा जान्छु। अब म अहिले चाहिँ एक्जिट हुँदैछु, स्टेसन एक्जिट भएर देखाउँछु। उहाँको चाहिँ मास गुड मर्निङ मिन्नासान सबैजनालाई। आजको दृश्य एकदमै बिहानको दृश्य यस्तो छ गाइस। जापानको खानागावा केन, जापान योकोहामा प्रान्तमा रहेको बिहानको दृश्य यस्तो छ। हिउँ परेर ट्वाक्क पारेर है म चाहिँ कामबाट आएको गाइस है। म चाहिँ ऊ त्यहाँ माथि साइकल राखेको छु। अब साइकलमा जाने भनेको गाइस म त खाइसाबाट कम्पनीबाट ट्याक्कै काम गरेर बाहिर निस्केको यस्तो अवस्था छ। अब चाहिँ साइकल पनि डुबेको होला सायद, तर हिउँ चाहिँ भर्खरै परेको है। म चाहिँ टक्क पारेर छाता ओढ्दै मैले त हिजोबाट मुख पनि धोएको छैन है। अनुहारै कस्तो आयो होला भन्ने हो। आम्मा क्या दामी देखेको छ हेरेर न। आहा गाइस रमाइलो छ गाइस, जापानमा रमाइलो छ। चिसो पनि एकदमै छ गाइस है। अब यहाँ 0 भन्दा पनि माइनस मैले त टेम्परेचरमा हेरेको छैन। हिउँ नपर्दा त माइनस नै हुन्छ, अहिले त झनै माइनस होला। क्या मजा आइरहेको छ। वाउ वाउ ओ माई गड यस्तो छ गाइस मेरो त है। यो सेतै जुत्ता भयो फेरि सेतैमा है। यहाँ त पुरै लिपिचिपी नै भयो त म त गाइस। आम्मामा क्या साह्रो चिप्लिएको यार। हेर्न सक्नुहुन्छ गाइस बिहानको दृश्य है। यो चाहिँ साइकल पार्क। ल मेरो त साइकल नै छैन कि जस्तो लागिरहेको छ मलाई। म चाहिँ यस्तो अवस्थामा छु गाइस, म चिप्लिन्छु कि भनेर डर लागिरहेछ। कस्तो जिब्रो लट्टीपट्टि भएछ चिसोले। म चाहिँ कामबाट आएको गाइस। मैले हिजो नै मैले खाना नै नखाएर है सुतेको मान्छे उठेर मुखै नधोएर काममा गएको। कामबाटै अहिले फर्केको, रातभरि काम हानेको, 7-8 घन्टा काम हानेर टक्कै निस्केको त बाहिरको दृश्य यस्तो छ गाइस। आम्मामा ओहो मेरो साइकलको अवस्था हेर्न सक्नुहुन्छ गाइस है। यस्तो छ आम्मामा। अब मैले यो साइकललाई कसरी चढेर लिने गाह्रो भयो गाइस, गाह्रो भयो। अब चाहिँ यसलाई डोराएर लिनुपर्छ गाइस। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। म चाहिँ आफ्नो रुम पुग्दासम्मको चाहिँ भिडियो देखाउने छु है त गाइस। हो माई गड मलाई त गाह्रो पो भयो गाइस। यो चाहिँ मैले साइकल चाहिँ लिन सकेन है। म चाहिँ साइकल नलिने यहीँ छोडेर जान्छु भन्ने निर्णय गरेको छु। मैले यहाँ टेकेर यस्तो भएको छ गाइस होइन। साइकल लिँदा झन् मलाई गाह्रो हुन्छ है, चिप्लिन्छु होला। म चाहिँ तपाईँहरूसँग टक्क पारेर मिठो कुराकानी गर्दै यहाँको शुभ बिहानी एकदमै 5-6 बजेको दृश्य देखाउँदै तपाईँहरूमा मिठो केही सन्देश लिँदै केही सन्देश दिँदै तपाईँहरूसँग म हिँड्नेछु। भिडियो चाहिँ अन्तिमसँग हेरेर साथ दिनु होला र बिचको दृश्य चाहिँ देखाउने छु है त गाइस। के भनौँ र खोइ धोका दिनेलाई। आहा क्या दामी देखिरहेको छ नि गाइस होइन। बिहान टक्क पारेर है त्यस्तो खासै भिडभाड पनि हुन्न है। भर्खर हिउँ पर्दैछ गाइस है। म चाहिँ अब साइकल त्यतै छोडेर म चाहिँ लागेको है टक्क पारेर। मेरो फेस देखेको छ कि छैन है, तर मलाई चाहिँ खासै यो भ्लग चाहिँ बनाउन आउँदैन गाइस। भ्लग बनाउँछु भन्ने चाहिँ एकदमै जुनुन चाहिँ छ, तर भ्लग नै बनाउन आउँदैन। भ्लग मलाई किन बनाउन आउँदैन भनेपछि होइन, कारण एउटा छ गाइस होइन। जब मैले बाटोमा हिँड्दै गर्दा अथवा म यतिकै होइन म भिडियो बनाउँछु भन्दाखेरि होइन म खतरा कन्टेन्ट बनाउँछु भनेर होइन टक्क पारेर सोचिरहेको हुन्छु क्या। तर जब फोन यसरी ठडाउँछु नि मसँग केही पनि कन्टेन्ट हुँदैन कि, सब मुख नै बन्द हुन्छ होइन। त्यस्तै हो गाइस होइन। बिस्तारै सुरुवात गर्छु होइन। तपाईँहरूले यसरी नै साथ सपोर्ट दिनुभयो भने चाहिँ, यसरी नै माया देखाउनु भयो भने चाहिँ म त अवश्य नै राम्रो कन्टेन्ट बनाउन सकिहाल्छु नि होइन गाइस। यस्तै गाइस है। एउटा कुरा भन्छु है गाइस, म चाहिँ कामबाट निस्केको यस्तै त है गाइस। अब राणो बुढो मान्छे अब बुढो भयो गाइस। अब बिएसए गर्नु पऱ्यो भनेर यसोमा अब लाइन साइन हानौँ भनेको है। अब जापानमा त नेपाली केटीहरू त टन्नै हुन्छ गाइस है। अब हामीले लाइन हान्ने भनेको नेपाललाई नै हो। अब मैले त विशेष गरेर नेपाललाई नै हो
अब जापानिज भाषा आउँदैन जापानिजलाई हान्नको लागि, अब फरेन कन्ट्री अरू कन्ट्रीको लागि, अब अरू कन्ट्रीको केटीहरूलाई पनि अब त्यही हो, अब भाषै आउन्न, अब त्यही गाह्रो चुप्प बसेर लास्ट जस्तो भएर बसिन्छ। अब नेपाली केटीको अगाडि फ्याट 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 गरिन्छ क्या अरे, त्यही नि। अब म खासै त्यसरी बोल्न त बोल्दैन, अब त्यही नि है। खासैबाट टक्क निस्केको थियौँ है। अब एकजना केटी मेरो अगाडि हिँड्दै थियो, अनि मैले सोधेँ, अनि घर कता होला भनेको है। अनि खै उसले कता पूर्वतिर कता भनिरहेको थियो है। अनि नामसाम सोधेको, अनि हजुरको घर चाहिँ कता हो अरे भनेको है। मेरो घर चाहिँ उता पश्चिमतिर हो भनेको है। ला मलाई त पश्चिमको मान्छे नै मन पर्दैन अरे। आमामामामा के साह्रो हो क्या यार, के हेपेको हामीलाई आमामामा के हेपेको होइन केटा हो होइन। म भन्छु है, पश्चिमको केटाहरूले चाहिँ के गरेको हो, केटीहरूलाई बलात्कार गरे हो क्या। आमामा मलाई 3जना केटीले भनिसक्यो यो जापानमा महाकसम यार, मलाई त पश्चिमको केटा मनै पर्दैन। आमामा के या ऊ नाना थरी दिइरहेको हुन्छ कि होइन। कारण चाहिँ के, बलात्कारै गरे हो क्या है, ऱ्याप केस नै गरे हो क्या माकुरी। किन मन पर्दैन, रिजन के त, के ह्यान्डसम छैन म ह्यान्डसम छैन र। तर अहिले चाहिँ ह्यान्डसम देखेको छैन होला गाइस, 3 दिन म मुख नधोएँ कसम कसम गाइस हो महाकसम होइन, म झुट बोले होइन। मुखै नधोएको 3 दिन भयो, मैले नुहाउने सुहाउनेको कुरै छैन यहाँ। म चाहिँ अब रुम पुग्ने क्रममा छु। रुम पुग्नको लागि अझै लाग्छ करिब 15 मिनट त लाग्दैन होला, 10 मिनट जति लाग्छ। तर म बिस्तारै जान्छु नि त गाइस, तपाईँहरूसँग कुरा गर्दै होइन। टक्क फर्स्ट दिन हिउँ परेको देख्दैछु नि त म जापानमा। नेपालमा पनि म बच्चामा देखेको थिएँ, त्योभन्दा पछि एकदमै लामो समयपछि देखेको गाइस। चिसो पनि यस्तरी चिसो भइरहेको छ कि मैले फोन नै समाउनै सकिरहेको छैन होइन। त्यही हो गाइस, हामी अब मिठो मसिनो कुराकानी गर्दै हिँडौँ। छाता समाउँदैछु खासमा है। अलि अगाडिको क्लिपमा चाहिँ मेरो अनुहार चाहिँ त्यसरी त्यति राम्रो देखेको जस्तो पनि लागेन है। मैले एकछिन हेरेको, यस्तो गर्दा देखिन्छ कि यस्तो गर्दा देखिन्छ भन्ने आउन्न क्या मलाई। यो फोनै समाउन आउन्न क्या मलाई यो भ्लग सकल। म यो उल्टा पारेर मैले उल्टो पारेर फोन समाउँछु पनि भन्न आएन क्या गाइस। किन थाहा छ नि, चिसो भएर लग कामिरहेको छु क्या, त्यो भएर नै उल्टा सुल्टा भइरहेछ होइन। फोनलाई चाहिँ होइन राम्रोसँग समाउन आउँदैन भ्लग बनाउँदाखेरिमा भन्नु खोजेको गाइस। नेपाली भाषा त मलाई एकदमै जेउजो हो, राम्रोसँग बोल्न आउँछ जापानिज नआए पनि। त्यही हो गाइस, यस्तै हो गाइस है। रातभरि काम गऱ्यो, बिहान आयो है, अनि कलेजतिर गयो, फेरि कलेजबाट आयो, खाना पकायो, अब काम छ भने काममा गयो, फेरि नत्र 1-2 घन्टा सुत्यो, फेरि काम गयो। यस्तै छ जिन्दगी, जापानको जिन्दगी, जापानको स्टुडेन्ट लाइफ गाइस। एकदमै गाह्रो छ, सङ्घर्ष नगरेर खान पाइँदैन भन्थे नि हाम्रो घरमा बाबाआमाले भन्नुहुन्थ्यो क्या होइन, काम नगरेर खान पाइन्छ भनेर भन्नुहुन्थ्यो कि होइन। किन यस्तो भन्नुहुन्छ भन्थेँ, तर बल्ल भोगिरहेको छु क्या मैले होइन। नेपालमा जुन लाइफ स्टाइल जिरहेको थियो नि, यहाँ आउँदाखेरिमा जुन लाइफ स्टाइल जिरहेको छु नि, त्यो मलाई थाहा छ क्या महाकसम। आफन्तहरूले भन्छन् कि महाकसम होइन होइन, बबी यस्तो भयो उस्तो भयो अरे। के को यस्तो भयो उस्तो भयो के भयो यस्तो उस्तो एटिट्युड देखाउँछ अरे। आमामामा सुनेको है, जापान गएर बबी आमामामा के हो, के साह्रो भाउ नै दिन्न अरे, एटिट्युड देखाउँछ अरे। आमामामा बबीको जस्तो लाइफ स्टाइल होस् गरे केटाहरू भन्छन् है। घन्टाको लाइफ स्टाइल हुनु यहाँ गाँठ फाटिसकेका छन् मेरो केटाहरू गाँठ फाटिसकेका छन्। र मेरो आफन्तहरूको कुरा सुन्दा मलाई एकदमै आश्चर्य लाग्छ गाइस। मेरो आफन्त ल यस्तै हो, तपाईँको प्यारो मान्छेले धेरै प्रगति गरेको छैन, त्यसैले धेरै रिस मान्ने काम चाहिँ नगरौँ भन्न चाहन्छु है। मैले त्यति साह्रो त्यस्तो प्रगति पनि गरेको छैन, त्यस्तो रिस मान्नले होइन। बबीले वरिष्ठ सञ्जालले एटिट्युड देखायो, टेर्दैन है, त्यो मतलब नै गर्दैन है। प्रायः कन्ट्याक्ट दिइन्छ, फोन रिसिभ गर्दैन, मेसेज सिन गर्दैन भन्ने
हरेक कुराहरू होइन टिकटकमा कहिलेकाहीँ लाइफमा गयो भने पनि यस्ता कमेन्टहरू आउँछ है यताउता त्यो कुराहरू सुनिरहेको हुन्छु यताउताबाट घरको मान्छेले पनि यताउता भन्ने कुराहरू सुनिरहेको हुन्छु होइन त्यो होइन होइन मान्छेको आफ्नो आफ्नो भोगाइ छ आफ्नो आफ्नो लाइफ छ म आफ्नो लाइफ छ म आफ्नो लाइफसँग दौडिरहेको छु कुदिरहेको छु म आफ्नो पीडाहरू झेलिरहेको छु मेरो मनमा के छ पीडा मैले कति पीडा भोगिरहेको छु त्यो मलाई थाहा छ नि त बाहिरबाट हेर्दाखेरिमा त लाइफ एउटा हुन्छ तर भोग्नेलाई थाहा हुन्छ नि त रियालिटी जिन्दगी भनेको के हो होइन रियालिटी जिन्दगी भनेको के हो मैले भोगेको छु नि त होइन आफ्नो पीडा आफूलाई थाहा हुन्छ कि होइन अरूको पीडा बाहिरबाट जज गर्नुहुन्न कि होइन मलाई दुनियाँसँग सरोकार नै छैन कि मलाई आफ्नो फ्यामिलीसँग मतलब छ अरू कसैसँग पनि मतलब छैन कि होइन आफू पढ्दा हेर आफूलाई पढ्दा आफूलाई दुःख पर्दा होइन आफूलाई गाह्रो साह्रो पर्दा कोही छैन कि यहाँ कोही छैन कि जति म छु भने पनि आफन्तको नाम मात्रै हो क्या त्यो मेरो छन् भन्ने आमा बाउ बाहेक यो संसारमा कोही पनि छैन गतिलो दाइ भाइ छन् भनेर दाइ भाइ छन् नत्र दाइ भाइ पनि छैनन् नत्र आमा बाउ बाहेक यो संसारमा साथ सपोर्ट दिने माया गर्ने तपाईँलाई कोही पनि छैन त्यसैले आमा बाउलाई रेस्पेक्ट गरौँ आमा बाउको कदर गरौँ आमा बाउलाई माया गरौँ स्ट्रगल गरौँ सङ्घर्ष गरौँ जिन्दगीमा एकदमै अगाडि बढौँ होइन दुनियाँले के कुरा काट्छ के भन्छ मतलब छैन के बाल मतलब के होइन मेहनत गरेर खानुपर्छ होइन कसैको चोर्नुहुन्न डकैती गर्नुहुन्न फटाहा काम गर्नुहुन्न भ्रष्टाचार गर्नुहुन्न अनैतिक काम गर्नुहुन्न होइन दुःख गर्नुपर्छ एकदमै दुःख गऱ्यो भने चाहिँ दुःखको फल पाइन्छ मेरो जिन्दगीको कथा एकदमै बेग्लै छ एकदमै लामो छ सुनौँला है मेरो जिन्दगीको कथा एकदमै हाँस्य व्यङ्ग्य लगायत धेरै धेरै किसिमको छ है सुनाउँछु एक दिन समय आउँछ है म अब एकदमै जिन्दगीको सफलताको एउटा खुड्किलोमा मात्रै छु है मैले अब भन्नेले त अब बबी जापान गएको छ उता लाइफ सेटल नै भइगयो भन्छन् है तर म कति माइनसमा अहिले जसरी अहिले हिउँ परिरहेछ नि गाइस अहिले हिउँ पर्दा यहाँको वेदर होइन यहाँको टेम्परेचर कति होला ल भन्नुहोस् न होइन कति माइनस छ भन्ने कुराहरू थाहा छ नि होइन यस्तो जाडो महिनामा हिउँ पर्दाखेरिमा होइन यहाँको टेम्परेचर कति माइनस छ भन्ने कुरा थाहा होला नि त एकछिन ग्यास गरौँ न हो मेरो जिन्दगी पनि मेरो लाइफ पनि यति माइनस छ क्या यत्तिकै माइनस छ कि म अगाडि बढ्न माथि उठ्न एकदमै टाइम लाग्छ कि होइन एकदमै टाइम लाग्छ त्यो मलाई थाहा छ नि त होइन यही हो बस मलाई अरू केही पनि छैन है दुनियाँले के भन्छन् मलाई मतलब छैन है मलाई करोडौँ अरबौँ पैसा पनि कमाउनु छैन मेहनत गर्नु छ है साँझ बिहान मिठो खान पाइयोस् आफूले सोच जस्तो राम्रो लाउनु पाइयोस् है रोगदोग दुःख कष्ट अब त्यो नर्मल त भइहाल्छ है सहन सक्ने एउटा क्षमता मिलोस् है बाँकी चाहिँ आफूलाई जन्म दिने आमा बाउको काखमा है रमाउन पाइयोस् है आमा बाउको सेवा गर्न पाइयो आमा बाउको आदर सम्मान गर्न पाइयोस् त्यो नै छ मेरो साना केही छैन है आफू ससानो कुरामा खुसी हुने आफ्नो आमा बाउलाई खुसी राख्ने अब सकिएछ भने यदि हाम्रा पनि दिन छन् भने है हाम्रा पनि भाग्यमा लेखेका छन् भनेपछि एउटा तरुणी पनि बिहे गरेर टक्कै लाइफस्टाइल अलि राम्रै जिउने पनि मन छ अब राँडै जिएर राँडै जिउनु छ राँडै मर्नु छ भने ठिकै छ होइन गाइस अब कोही राँडी छ भने चाहिँ यसोमा कन्ट्याक्ट गरौँ है म चाहिँ राँडै छु ल गाइस म झन्डै चिप्लिएको आम्मामा यो चाहिँ गाइस बिहानको दृश्य मजा आयो गाइस हो माई गड अब चाहिँ म लगभग दाइ रुम पनि पुग्न लागेको छु त्यो माथिको ठुलो बिल्डिङ देखेको छ नि बिचको त्यही बिल्डिङ नै हो भन्दा हुन्छ म बस्ने हेर्नु सक्नुहुन्छ क्या दामी होइन क्या दामी भ्यू देखियो कि कसम यार है हेर्नु न गाडीमा पुरै हिँड्नै हिँड्छ पुरै है मजा आ गया गाइस यस्तै हो गाइस लास्टै गाह्रो छ गाइस है जिन्दगीमा है जापानमा पहिला जापानमा आउँदाखेरिको है मेरो
अलिकतिको म कहानी सुनाउँछु। जब मैले पहिलो कुरा त म है विदेश जान्छु भन्ने सपना पनि देखेको थिएन है। म विदेश जाने केटाहरूलाई चाहिँ मोटिभेट गर्थेँ कि केटा युवा भएर यार यत्तिको युवा भएर पढिसकेको युवा भएर नेपालमै रोजगारको सिर्जना गर्नुपर्छ है, नेपालमा बिजनेस गर्नुपर्छ, नेपालमा केही गर्नुपर्छ केटा हो भनेर होइन जोतको मोटिभेट दिन्थेँ क्या म केटाहरूलाई होइन। अब अलिकति राजनीतिमा लागेको कारणले गर्दा है अब युवाहरूलाई त हल्का तुच्छ दिनु पऱ्यो होइन। अब युवाहरूलाई त देशबाट चाहिँ बाहिर जानु दिनु भएन, किनकि कार्यकर्ता बनाउनु पऱ्यो नि त होइन। पछि नेता भयो भने चाहिँ चुनाव लडिन्छ, चुनाव लड्दाखेरिमा त भोट हाल्ने चाहियो नि त होइन त। म नेता मात्रै भएर हुन्छ हुन्न नि त। त्यही भएर केटाहरूलाई जोतको गफ हानेर विदेश जानुहुन्न केटाहरू भनेर मोटिभेट गर्ने मान्छे। तर एक्कासी मेरो आफ्नै माइन्ड चेन्ज भएर म चाहिँ जापान आउन पुगेँ है। जापानको मेरो प्रोसेस यस्तै भएको कि गाइस है, म एक्कासी जापान जान्छु भन्ने प्लान गरेर है मैले डकुमेन्ट एप्लाई गरेको। डकुमेन्ट एप्लाई गरिसकेपछि एप्लाई चाहिँ हुन अलिक टाइम लाग्छ नि त, एप्लाई हुन्छ कि हुन्न भन्ने पिर लाग्थ्यो क्या मनमा। अब एप्लाई पनि भयो है, एप्लाई भइसकेपछि अब सिओई आउँछ कि आउँदैन भन्ने कुरा हो कि है। अब सिओई पनि आयो कि गाइस है। सिओई आइसकेपछि होइन फेरि भिएफएक्स डेट बुक पाउँछ कि पाउन्न भन्ने पिर के फेरि है। अब भिएफएक्स डेट पनि फिक्स भयो गाइस। त्यसपछि भिजा पनि आयो गाइस है। भिएफएक्स डेट फिक्स भइसकेपछि भिजा आउँछ कि आउँदैन भन्ने पिर के आमामा एम्बेसीले इन्टरभ्यूको लागि बोलाउँछ भनेर कम त पिर थियो, कम त हल्ला थियो आमामा गाइस। कुरै छोडौँ के लास्टै चिन्ता लाग्थ्यो है, किनकि अब 10-15 लाख है नेपालबाट जापान कलेजमा फी हालिसकेको हुन्छ। अब एमबिसीले बोलाइदियो भने चाहिँ उता इन्टरभ्यू फेल गरिदियो भने त ला गएन त सकियो न त, मान्छे डिप्रेसनमै जान्छ नि त होइन। त्यो भएर गाइस बल्ल तल्ल फेरि भिजा आयो है। भिजा आइसकेपछि गाइस फेरि थाहा छ नि हेर्न सक्नुहुन्छ कति राम्रो, आहा क्या राम्रो सुहाएको वाउ दामी दृश्य गाइस। यतिको दृश्य देखाए त लाइक कमेन्ट सब्सक्राइब त हुन्छ होला पक्कै पनि होइन। त्यो गाइस होइन भिजा पनि आयो है। भिजा आइसकेपछि होइन अब चाहिँ होइन जापान जाने चाहिँ कसरी हे छोटो म योभन्दा चाहिँ बाँकी कुरा गरेन। यस्तै पिँढीले गर्दा जापान पनि आयो। जापान आइसकेपछि काम चाहिँ खोज्नुपर्छ भन्नुहुन्छ। काम पनि बल्ल तल्ल खोजिन्छ। काम गरिसकेपछि काममा गयो, कलेज गयो, आयो, खाना खायो, सुत्यो, आम्मामा यस्तरी जिन्दगी बित्छ कि मा कसम खच्चरको फुल जस्तै जिन्दगी चलिरहेको छ गाइस महाकसम है। खच्चरको फुलभन्दा पनि झुर जिन्दगी चलिरहेको छ महाकसम। जिन्दगीमा यदि पछि सुख पाएँ मात्रै गाइस, म त हार खाइसकेँ, लास्टै गाह्रो छ आमामा सक्दैन क्या गाइस। म त है रोगी मान्छे गाडो बुढो मान्छे कहाँ सक्छु त गाइस म त आमामामा। हेर्नु त गाइस क्या राम्रो है, क्या मजा आइगयो क्या गाइस, क्या मजा आइगयो क्या बिचारो, साह्रै मजा आयो है। भिडियो लामो भए पनि हेर है के है साथी हौ, केटाकेटी हौ, मेरा अग्रज व्यक्तित्व सम्पूर्णजना वाउ। अब लगभग म चाहिँ रुम पुग्न लाग्छु गाइस। अहिले हतारमा आएको म चाहिँ रुममै पुगेर है यो दृश्य देखाउन चाहन्छु। हेर्न सक्नुहुन्छ है मेरो रुमबाट देखिने दृश्य यस्तो छ वाउ, हेर्न सक्नुहुन्छ। अब भिडियो चाहिँ यतिसम्म नै हो। अहिलेसम्म चाहिँ भिडियो हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु।